जगत जनानी महाकृपामय महाकरुणादायी महामैत्रीमय महाशक्ति रूपिणी सर्वेश्वरी सर्वज्ञ परम पूजनीय गुरुमाको कोमल चरण कमलमा अविरल सेवरोग सहित निस्वार्थ मैत्री भाव पूर्ण अपार आराधना वन्दना एवं कोटि कोटि नमन अर्पण गर्दछौँ। सर्वलोक लोकतरमा विराजमान रहनुभएका सर्वगुरुहरूमा प्रणाम सेवा गर्दछौँ। सर्वसन्यासी गुरुमार्ग गुरु सर्वसन्यासी महामहात्मा गुरुमार्ग गुरुहरूमा पनि प्रणाम सेवा गर्दछौँ। उपस्थित अनुपस्थित सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धर्मप्रेमी महानुभावहरू आध्यात्मिक व्यक्तित्वहरू धार्मिक संस्थाका प्रतिनिधिहरू बुद्धिजीवी नागरिक पत्रकार मित्रहरू विभिन्न सामाजिक संस्थाका अगुवाहरू पेसाकर्मीहरू युवावर्गहरू लगायत सम्पूर्ण मैत्री मित्र यङयुथहरूमा उपस्थित अनुपस्थित सम्पूर्ण महानुभावमा सुख शान्ति एवं सर्व परमात्मा गुरु भगवानहरूको आशीर्वाद प्राप्त भइरोस् भनी विश्व मैत्री दिवसको पावन अवसरमा मैत्री शुभकामना व्यक्त गर्दै सम्पूर्णमा कठोर जीवनका सर्व मैत्री मङ्गलम। सर्वज्ञ परम पूजनीय महासम्बोधि धर्मसङ्घ गुरुजीको सत्सङ्कल्पमा बोधि श्रवण धर्मसङ्घ मैत्री आध्यात्मिक संस्था निर्माणको आयोजनामा 2081 चैत्र 8, 9 र 10 गते 3 दिनसम्म मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर 13 पदमपोखरी मैत्री स्थलमा विश्व मैत्री विश्व शान्ति महामैत्री दिवस बोधिमार्ग दर्शन मैत्री धर्म आध्यात्मिक पूजा पाठ प्रार्थना कार्यक्रम 2081 को आयोजना हुन गइरहेकोले मैत्रीपूर्ण अवगत एवं यही प्रेस विज्ञप्तिद्वारा जानकारी गराउँछौँ। यस विशुद्ध मैत्री धार्मिक संस्थाले निष्पक्ष मानव जगत पशु प्राणी वनस्पति र सम्पूर्ण जगतको सुधार उद्धार तथा मानव आत्मालाई मोक्ष योग प्राप्त गराउन बोधिमार्ग दर्शन मैत्री धर्मान्तर्गत गुरुमार्ग गुरु दर्शनको नीति नियम लागू गराउन सङ्घ विस्तार विश्व शान्ति मैत्री पूजा पाठको आयोजना आध्यात्मिक शिक्षा दीक्षा प्रशिक्षण गुरु भ्रमण धार्मिक स्थलहरूको निर्माण कार्य व्यवस्थापन भगवान तथा परमात्मा गुरुहरूको चित्रण ज्ञानगुणको लेखन र संरक्षण जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दै आइरहेको छ। सर्वज्ञ परम पूजनीय महासम्बोधि धर्मसङ्घ गुरुज्यूबाट 6 वर्षको महाकठोर निर्जल निहार महा तपस्या पश्चात प्रतिपादन गर्नुभएको धर्म मार्ग बोधिमार्ग दर्शन मैत्री धर्मको नीति नियमलाई पालना गरेर अपार मैत्री भाव चित्तमा उत्पन्न गराई आफ्नो लागि मात्र नभएर सर्व प्राणीको निमित्त मुक्ति मोक्ष प्राप्ति हुने सत्कर्म गरी अनन्त कालसम्म संसारमा सात्विक धर्मको विस्तार गरेर देवभूमि सुखवती लोक जस्तै सुसम्पन्न बनाई सर्व परमात्मा भगवान गुरुहरू प्रतिको निस्वार्थ अपार आधार सम्मान र विश्वासपूर्ण श्रद्धा भक्ति आस्था समझदारी र भरभरोसाको माध्यमद्वारा परमात्मा भगवान र मनुष्य आत्मबीचको हुने सुमधुर सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरेको यस कार्यक्रममा विश्वभरि छरिएर
रहनु भएको बोधी मार्गदर्शन मैत्री धर्मका अनुयायीहरू अन्तर्राष्ट्रिय सङ्घ भक्तको समेत उपस्थिति रहनेछ। विश्व शान्ति एवं मानव कल्याण र सम्पूर्ण जगतको उद्धारको हेतु आयोजना गरिएको यस कार्यक्रममा सम्पूर्ण धर्मगुरु लगायत धर्मप्रेमी महानुभावहरू, आध्यात्मिक व्यक्तित्वहरू, धार्मिक संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, नागरिक, पत्रकार मित्रहरू, विभिन्न सामाजिक संस्थाका अगुवाहरू, पेसाकर्मीहरू, युववर्गहरू लगायत सम्पूर्ण मैत्री मित्रहरू सपरिवार उपस्थित भए पुण्य लाभ दिन मैत्री अनुरोध गर्दछौँ। कार्यक्रम अवधिभर सम्पूर्ण भक्तजन एवं नवागन्तुकहरू, धर्मप्रेमी महानुभावहरूलाई मैत्री भोजन, मेन्पा एवं आवास प्रबन्ध समेतको व्यवस्था गरिएको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत गराउँदछौँ। यस कार्यक्रमको कार्यतालिका निम्न अनुसार रहेको छ। चैत्र 8, 9 र 10 गते विश्व शान्ति महामैत्री पूजा प्रार्थना, आध्यात्मिक पाठ पूजा प्रार्थना कार्यक्रम हुनेछन् भने चैत्र 7 गते यहाँ उल्लेखित नभए पनि यहाँलाई जानकारी गराउन यसै सूचना मार्फत जानकारी गराउँछु। 7 गते हाम्रो सम्पूर्ण बुद्धिजीवीका, समाजसेवी संस्था सम्पूर्णमा मैत्री शुभकामना प्रदान कार्यक्रम रहेको छ भन्दै उपस्थित सम्पूर्णमा र राष्ट्रिय अन्तर्राष्ट्रियमा रहनुभएका समग्र पुण्यवान आत्मकर्मी मैत्री मित्रहरूमा चतुर्थ सर्वमैत्री मङ्गल।